हेलो गाइज, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ? यता म पनि सन्चै छु। अस्ति 2-3 दिन चाहिँ मजाले घाम लागेको थियो, अनि हिजो र आज चाहिँ घामै लागेको छैन होइन, हुस्से लागिरहेको छ। आज बुढोलाई लुगा नधुनु नि, हुस्से लागेको छ, सुक्दैन भनेको बन्दै टेरेनन् क्या गाइज। हिजो धोएको लुगा चाहिँ सुकेकै छैन। हिजो धोएको लुगा नि यसरी भित्र सुकाउनु परेछ। अब आज चाहिँ उहाँको छुट्टी पनि हो, बुढाको छुट्टी पनि हो, अनि लुगा धुने अरे घामसाम लागेको छैन। यस्तोमा के सुक्थ्यो होला र। दादा लुगा नधुनु भनेको होइन मैले, आज घाम लागेको छैन, सुक्दैन भनेको, त्यही पनि सुन्नु भएन तपाईँले। छैन, दुईटा हातमा दुईटा हात थप्यो भने अलिक सजिलो हुन्छ। आज नसुके भोलि सुक्छ, धुनु त पर्छ नि। झन् म भोलि घाम लाग्छ बुढो, म भोलि लुगा धुन्छु। आज तपाईँ नधुनु, सुक्दैन। आज तपाईँको छुट्टी हो, आराम गरेर बस्नु भनेको मान्नुहुन्न। यो सजिलो भयो नि त यति गरेपछि। यस्तो जाडोमा कति ठिर्याउँदो रहेछ हेर हेर, कसरी गर्छ तिमीहरू? तिमी कसरी गर्छौ भन्नु न। तिमी कसरी गर्छौ के? यस्तो ठिर्याउँदो रहेछ अनि जहिले गाई जब चिसो पानीले नुहाउन सकिँदैन होइन। मैले त बिहानै नुहाएको, यहाँ चाहिँ सीता बुनुले नुहाउने अरे, पानी तताएर एकदम पानी तताउँदैछन्। यहाँबाट अस्ति आगो उठेको थियो गाइस, यहीँ प्लग हालेर यहीँ पानी तताउँदैछन्। हेर्नु न यस्तो छ, भरे फेरि करेन्ट यहीँबाट आउँछ होला। तर यो पानी चाहिँ तातिसकेको छ, अब यसलाई निभाएर नुहाउने अरे साथीहरू। हजुरहरू चाहिँ पानी तताएर नुहाउनुहुन्छ कि चिसो पानीले नुहाउनुहुन्छ कि गिजर होला कति प्रायको घरमा त। अब हाम्रोमा त गिजर सिजर पनि छैन गाइज, यसरी नै पानी तताएर नुहाउनु परेको छ। हेलो साथीहरू, हजुरहरूले बिहानको खानापिना खाइसक्नु भयो त? हामीले चाहिँ बिहानको खानापिना खाइसकेर आज चाहिँ बुढोको पनि छुट्टी थियो सोमबार, अनि उहाँको चाहिँ सोमबार जहिले छुट्टी हुन्छ। अनि आज चाहिँ उहाँले लुगाफाटा धुनुभयो। अस्तिको पालि चाहिँ सोमबार उहाँले खानापिना बनाउनु भएको थियो र मलाई सजिलो भएको थियो, मैले बाहिर फेरेको काम गर्न पाएको थिएँ। आज चाहिँ उहाँले भन्नुभयो आज तिमी खाना बनाऊ, म लुगाफाटा धुन्छु भन्नुभयो। अनि आज जाडो पनि धेरै थियो क्या, अनि त्यही भनेर अनि उहाँले चाहिँ आज लुगासुगा धुनुभयो। अनि मैले चाहिँ बिहानको खानापिना खाइसकेर यता बिहान चाहिँ अब लुगाफाटा मिलाउन भ्याउँदिनँ, अनि अब नानी पनि सुतिरहेको हुन्छ, त्यही कारणले म चाहिँ बिहान चाहिँ रुमको लुगाहरू मिलाउन भ्याउँदिनँ। अनि सबै थोक काम सकिसकेर अनि म चाहिँ यता फटाफट आएर रुमसुम मिलाउनतिर लागेँ। अब बिहान त छोरी मान्छेको काम, छोरी न बुहारी होइन, सबैजनाको काम त बिहानको अब त्यही नै हुन्छ, लुगाहरू मिलाउने, खानासाना पकाउने होइन, त्यही त हुन्छ। अनि मेरो पनि बिहानको काम चाहिँ त्यही हुन्छ। अनि सबै थोक काम सकिसकेर भित्रको काम सकिसकेपछि अनि बाहिरको काम गर्न सजिलो पनि हुन्छ। अनि म चाहिँ बिहान चाहिँ पहिला भित्रको काम गर्छु, अनि मात्रै अनि टाइम रहेछ भने अब बाहिरको काम गर्छु। अब टाइम छैन भने त अब भ्याइँदैन पनि होइन, सानो नानी छ, अब यताउता अल्झाउँछ। अनि त्यही भएर म चाहिँ पहिला चाहिँ अनि यता रुमसुम मिलाइसकेर अनि चटाकचुटुक बनाएँ साथीहरू। अब एकछिन चाहिँ यो राम्रो हुन्छ, एकछिनपछि अब नानीले चाहिँ सबै छरापट्ट पारिदिन्छ क्या गाइज। अब अनि त्यसपछि घाम नलागेर नानीको लुगा नसुकेर त्यस्तै होइन, सबै भित्र लुगाहरू सुकाएको छु। अनि मैले चाहिँ अब बडाल कुडाल सबै गरिसकेपछि यता पुसपास गर्नतिर लागेँ गाइज। अब सबैको त भिडियो गर्न सकिँदैन, अनि अब 24 घन्टामा 2-3 मिनटको भिडियो गर्न पाइन्छ, त्यही पनि टाइम मिलाएर कतिखेर हुन्छ होइन, टाइम मिलाएर भिडियो गर्न पाइन्छ गाइज। हजुरहरूलाई कस्तो लाग्छ होला कमेन्ट